अध्यक्ष भर्खरै नवनियुक्त अध्यक्ष दीपक गोराज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आज हामी विशेष सम्मान गर्ने कार्यक्रमतर्फ गइरहेका छौँ। वर्धन र आफ्नो पनि सबै खेलकुदलाई अगाडि बढाउने र अन्य साथीहरूलाई पनि खेलकुदमा रुचि बढाउने र खेलकुदका लागि समग्र जुन मेहनत गर्नुभएको छ उहाँको मेहनत र उहाँको अग्रतालाई हामी सबैले माया गर्नुपर्छ, सम्मान गर्नुपर्दछ र उहाँको हौसला बढाउनुपर्छ भन्ने उद्देश्यका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उहाँलाई आज सम्मान गर्न गइरहेको छ। घाचोक कास्की विश्व दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतक बनाउन सफल भई तपाईँ श्री विनिता पुङलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको 7औं साधारण सभाको अवसरमा रु 7,777 रुपैयाँ सहित यो सम्मान पत्र प्रदान गरिएको छ। साथै आगामी दिनमा दृष्टिविहीन क्रिकेटमा तपाईँ सहित नेपाली टिमको उच्च प्रदर्शनको कामना गर्दछौँ। महासचिव परशुराम शर्मा, मिनबहादुर गुरुङ प्रमुख अतिथि, एमबी आस्था अध्यक्षज्यू। पैसा नगद 7,777 रुपैयाँ। ताली बजाम सबैले ताली बजा गौतम नम्बर 6 का अध्यक्ष है। यस्तो खालको कार्यक्रममा चाहिँ सहभागी हुन पाएको पहिलो पटक हो। यो पत्रकारहरूको यत्रो चाहिँ यो संसार भन्नु पर्यो, जर्नलिस्ट वर्ल्ड नै भन्नुपर्छ यसलाई। यहाँ चाहिँ भेट भएर आफ्ना मनका 2-4वटा कुराहरू राख्न पाउँदा आफूलाई साह्रै ठुलो सौभाग्य ठानेको छु। र विशेषतः हाम्रो समादरणीय अध्यक्षज्यू लगायत हाम्रो कार्यपालिकाबाट माछापुच्छ्रे गाउँपालिकामा पर्यटन प्रवर्धनको उद्देश्यले कार्यक्रमको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश, उद्देश्य चाहिँ यहाँको पर्यटन प्रवर्धन भएको हुनाले हाम्रो माछापुच्छ्रे गाउँपालिका आफैमा प्राकृतिक दृष्टिकोणले सुन्दरताको हिसाब किताबले पर्यटकहरूलाई आकर्षण गर्ने स्वयं भौगोलिक संरचना यहाँ देखिन्छ। र माछापुच्छ्रे गाउँपालिका विशेषतः हाम्रो बर्दी हिमाल र यसको साथसाथै फेरि घुमै डाँडातिरको चाहिँ पर्यटन प्रवर्धन लगायत हिम श्रृङ्खलाहरूमा धेरै पर्यटकहरू आवत जावत गर्ने र पर्यटकहरूलाई चाहिँ धेरै आकर्षण गर्ने भौगोलिक हिम चुचुराहरू चाहिँ यो ठाउँमा भएको र माछापुच्छ्रे गाउँपालिकाको आज जहाँ चाहिँ हामीले कार्यक्रम गरिरहेका छौँ यो माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 को हेम्दाकोट, यो आफैमा के छ भने उत्तरतिर फर्किएको भूबनोट छ। यो वडा नम्बर 6 बाट सुरुदेखिबाट अन्तिम वडा नम्बर 7 को यो एरिया सुरुबाट अन्तिमसम्म हिमालयको सुन्दरता यहाँ अहिले यहाँ बादल लाएर हो, नत्र एकदम नै अहिले बेलुका राति पनि हिमाल चाहिँ एकदम सेतो चम्किएको देखिन्छ। त्यस्तो ठाउँ भएको हुनाले यस्तो ठाउँमा पत्रकार महानुभावहरू तपाईँहरू आउनुभएको छ। यहाँहरूले यसको प्रवर्धनको लागि आफ्नो क्षेत्रबाट आफ्नो पत्रकारिताको फिल्डबाट यसको प्रवर्धनको लागि यहाँ भएका विभिन्न अवसरहरू जस्तो होमस्टे, हेम्दाकोट होमस्टे लगायत माछापुच्छ्रे गाउँपालिकाबाट हामीले घाचोक हुँदै टुसे हुँदै घुमै डाँडातिर जाने एउटा रुट छ र त्यस्तै मर्दी हिमाल मुख्य चाहिँ एउटा प्रचलित एउटा पर्यटकीय रुट नै भइहाल्यो। त्यसको साथसाथै म यहाँहरूलाई एउटा निवेदन के गर्न चाहन्छु भने
माछापुच्छ्रे गाउँपालिकाको लाचुक र रिबानबाट पनि हामी फास्ट ट्र्याक मार्फत हामी खुमै डाँडामा जान सक्छौँ। त्यो पनि एउटा चाहिँ छोटो चाहिँ एउटा रुट छ, तर त्यो रुटको चाहिँ अलिक प्रवर्धन हामीले गरेर अलिक भ्याइसकेका छैनौँ र लगायत विभिन्न यस्ता चाहिँ अनियमितताका विषयहरू त्यो विषय यहाँले जति उजागर गर्नुभएको छ त्यति नै पारदर्शिताको विषय अगाडि बढ्छ। त्यो विषयमा यहाँको राज्यको चौथो अङ्गको रूपमा यहाँहरू चाहिँ रहिरहनु भएको छ। तसर्थ पनि यहाँको यी धेरै विषयहरूलाई यहाँले चाहिँ आफ्नो पत्रकारिताको माध्यमबाट हाम्रो पर्यटन क्षेत्र र खेलकुद क्षेत्रलाई अगाडि बढाइदिने विषयमा यहाँले सहयोग गर्नुहुनेछ भन्ने विषय चाहिँ म राख्न चाहन्छु। र मूलभूत रूपमा यो माछापुच्छ्रे गाउँपालिकामा यो खेलकुद र पर्यटन यी दुवै विषय अत्यन्त चाहिँ सम्भावना भएका क्षेत्रहरू हुन्। यहाँले अघि नै पनि त्यो खेल्नु हो, हामीले एकजना यहाँको हाम्रो एक कार्यालयभित्रकै कर्मचारी पनि हुनुहुने उनी चाहिँ खेलकुदको लागि भनेर आफूले श्रीलङ्का वहाँ जाने विषय पनि रह्यो। यो क्षेत्रको खेलकुदको क्षेत्र कति अगाडि छ भन्ने विषय हामीले राष्ट्रपति रणनीतिल अध्यक्ष कप विभिन्न सबै वडाहरूमा हाम्रा चाहिँ वडा अध्यक्ष कप हुन्छन्। यहाँले देख्नुभयो भने ती बाहेक हाम्रा विभिन्न क्षेत्रबाट विभिन्न क्लबहरूका तर्फबाट रेगुलर रूपमा करिब भन्ने हो भने हप्तैपछि जस्तो हाम्रा यहाँ खेलकुदका विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन्। तसर्थ यो खेलकुदको एउटा चाहिँ उत्पादन भूमिकै रूपमा पनि रहेको छ र माछापुच्छ्रे गाउँपालिका नामले नै यो पूर्ण छ। माछापुच्छ्रेको यो रमाइलो चाहिँ रमणीय दृश्यसहित यी सबै क्षेत्रमा माछापुच्छ्रे गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा जाने भने माछापुच्छ्रेको जुन सिनले चाहिँ हामीलाई लोभाइरहेको हुन्छ। हामी माछापुच्छ्रेको एउटा अनुपम चाहिँ प्रकृति के छ भने हामी जति टाढा जान्छौँ त्यति सम्भावना भएको क्षेत्रहरू छन्। तपाईँ चाहिँ 1 नम्बर र 9 नम्बर हाम्रो सबैभन्दा चाहिँ दुर्गम क्षेत्र हुन्। तिनै क्षेत्र हाम्रा पर्यटकीय हिसाबले सबैभन्दा बढी सम्भावना भएका क्षेत्र छन्। 1 नम्बरको खुमाई, तपाईँ 9 नम्बरको चाहिँ मर्दी हिमालदेखि लिएर यी क्षेत्रहरू हाम्रा सबैभन्दा पर्यटनका हिसाबले सम्भावना भएका क्षेत्रहरू हुन् र यहाँको प्राकृतिक सम्पदाका हिसाबले पनि अत्यन्त चाहिँ सम्भावना भएको क्षेत्र हो। हामी कहाँ ती हुँदाहुँदै पनि केही विषयहरू यी पर्यटन क्षेत्रका केही प्रचार प्रसारका कमीको हिसाबले र हामी यो माछापुच्छ्रे गाउँपालिकाभित्र रहेको एकापसँगको अन्तर्द्वन्द्वका विषयले हामीलाई केही समस्या पनि पारेकै छ। हामी भर्खर मात्रै मैले जिल्ला विकास समितिमा यहाँभन्दा पहिला यहाँहरूले कतिमा माछापुच्छ्रे गाउँपालिकाका यी ढुङ्गाघाटी लगायत बालुवाका प्राकृतिक सम्पदाहरूको कतिमा गर्नुहुन्थ्यो भनेर सोधेको 16 करोड रुपियाँमा हामीले ठेक्का लगाउँथ्यौँ भनेर भन्नुहुन्थ्यो उहाँले। हामीले अहिले एकापसँगको अन्तर्द्वन्द्वका कारणले यो वर्ष हामीले जम्मा 1 करोड 25 लाख रुपियाँमा मात्रै यहाँका 3टा घाटहरू चाहिँ ठेक्का लगाउन सकेका छौँ। ती सबै एकापभित्रका क्षेत्रहरूलाई हामीले हाम्रा प्राकृतिक सम्पदालाई उपयोगका हिसाबले उपयोग गर्न सक्ने हो भने मात्र पनि माछापुच्छ्रे एउटा अनुपम विकासको स्थल, यहाँको प्राकृतिक सम्पदाको उपयोग गर्न सकिने अवस्थामा हामी जाने थियौँ। यहाँहरूले यो माछापुच्छ्रेको विभिन्न तपाईँ माछापुच्छ्रेको यो ठाउँ पर्यटकीय कुन छ भन्दा पनि जहाँ जानुहुन्छ त्यही पर्यटकीय क्षेत्र हो। यो माछापुच्छ्रेको हामी यहाँ हेम्जागोड खुमाईदेखि लिएर जति बरु पोखरा महानगरपालिका नजिकका क्षेत्रहरू छन् ती नजिक छन्। त्यहाँभन्दा टाढा जता जानुभयो भने पनि यहाँले पर्यटकीय क्षेत्र देख्नुहुन्छ। अहिले लुवाङमा तपाईँको मर्दीमा खुमाईमा जाने भने बस्ने ठाउँ पनि पाइँदैन। यहाँको खाजा यस्तो हुन्छ, यो सामुदायिक होमस्टेको खाजा हेम्जा सामुदायिक होमस्टे पर्यटनको सम्भावना, पर्यटनका गन्तव्य स्थलहरू अधिकृत श्री केशव सुवेदीज्यूलाई हार्दिक कृतज्ञ। अब आजको यो बृहत अन्तर्क्रिया कार्यक्रममा हामी फ्लोर समाजमा समिति राष्ट्र र हिमाली आवाजमा कार्यरत छौँ। अघि फलोर प्रसाद सिंहले भन्नुभयो हामी जहाँ पुग्छौँ त्यही पर्यटकीय सम्भावना छ भनेर उहाँले भन्नुभयो। त्यो हुन पनि हो। पोखराबाट यति नजिकको दूरीमा अत्यन्त पर्यटकीय सम्भावना भएको क्षेत्र भनेको सायद नेपालमा पहिलो स्थानमै पनि हुनसक्छ, पहिलो स्थानमै सक्छ। किन भन्दाखेरि दूरीको हिसाबले पोखराबाट हामी धेरै नजिकको त्यसमा छौँ र यहाँले प्राथमिकता दिनु होला। म त्यो अध्यक्षज्यू उपाध्यक्षज्यू यहाँ जनप्रतिनिधिज्यूहरू जनप्रतिनिधि हुनुहुन्छ, म यहाँलाई आग्रह गर्न चाहन्छु यति यो प्रवर्धनको सन्दर्भमा सञ्चार माध्यमबाट धेरै नै चाहिँ साथ सपोर्ट चाहिँ मिलेको अवस्था यहाँले पनि महसुस गर्नुभएको छ होला। हामीले त्यसको लागि चाहिँ पर्यटकीय चाहिँ एउटा चाहिँ ट्रेकिङ रुट बनाउन नसकेको चाहिँ मैले अहिले महसुस गरेको छु होइन। जस्तै खुमै अहिले जस्तो खुमैलाई जसरी चाहिँ
अहिले प्रवर्धन गरिराख्नु भएको छ। पिपरलाई पनि त्यसरी नै प्रवर्धन गरिदिनु भयो भने तपाईँहरू कमसेकम खुमै भएर पिपर जाने वा पिपर भएर खुमै आउने एउटा चाहिँ अर्को चाहिँ एउटा बाटो चाहिँ निकालेर तपाईँहरू त्यतापट्टि पनि एउटा चाहिँ लानुभयो भने पिपर तालको पनि एउटा चाहिँ कास्की जिल्लामा एउटा ताल छ है भन्ने कुरा सबैलाई चाहिँ एउटा चाहिँ थाहा हुन्थ्यो होला। र त्यसको लागि चाहिँ यो चाहिँ गाउँपालिकाले चाहिँ अलिकति चाहिँ ध्यान दिएर चाहिँ डाँफे हेर्नको लागि मात्रै भए पनि पिपर ताल जाउँ है भन्ने एउटा किसिमको एउटा सानो एउटा के गरिदियो भने कमसेकम राम्रो हुन्थ्यो होला भन्ने सुझाव मात्र मेरो है। हार्दिक अनुरोध गर्दछु। यसै क्रममा यहाँका पूर्व नाटाका अध्यक्षज्यू श्री हर्क गुरुङजीलाई आफ्नो भनाइ राखिदिनु हार्दिक उपाध्यक्ष नाटा गण्डकी स्वागत गर्न चाहन्छु, स्वागत भन्न चाहन्छु। म पर्यटन व्यवसायी पनि हुँ, खेलाडी पनि हुँ, यो गाउँको बासिन्दा पनि हुँ र शान्तिहरू म सामाजिक कामहरू पनि म गर्ने गर्छु। हिजो रमेश सरसँग भेट भयो, तपाईँ गाउँ जाँदैछौँ नि हामी भन्ने कुरा भयो। कुन गाउँ हो भनेको घाङदेवकोट भन्नु, अनि कसको कार्यक्रम हो भन्दाखेरि कार्यक्रम हो भनेपछि त्यो एमबी भाइ होइन मेरो जुनियर भाइ भएको हुनाले अहिले औपचारिक रूपमा चाहिँ मैले राम्रै सम्बोधन गरेपछि पछि मैले फेरि गाली गर्छु। किनभने तपाईँहरूले यसको ब्युटिनेस चाहिँ तपाईँहरूले प्राप्त गर्नुहुन्छ। ल के अरे हामी लक्की भयो भने हिमाल खुल्छ होइन, हिमाल खुलेन भने त खासै यहाँको चाहिँ दृश्यको र सहसाधन चाहिँ गर्न अलिकति अप्ठ्यारो पर्छ। त्यसै सर बाहेक के अरे पालिका प्रमुख पनि पालिकाको प्रमुख पनि सहयोगी भाइ बहिनीहरू भएको हुनाले सर मात्रै हामीलाई पढाउनु भए गुरु हुनुहुन्छ र भाग्यवश हामीले यो वडाको चाहिँ प्रमुखको रूपमा पनि पाएका छौँ। हुँदाहुँदै पनि यसको चाहिँ प्रवर्तन हुन नसकेको अवस्था चाहिँ पक्कै हो। पत्रकार साथीहरू मेरो गाउँमा आउनु भइसकेपछि मलाई आशा छ राष्ट्रको तेस्रो अङ्ग भनेर चिनिने यो चौथो अङ्ग भनेर चिनिने यो संस्थालाई तपाईँले चाहनुभयो भने एकैपल्ट कहाँबाट कहाँ पुऱ्याइदिनु हुन्छ भन्ने कुरा पनि मैले विश्वास गर्छु। भएको हुनाले साथीहरूको यो सहयोगले मेरो गाउँमा चाहिँ आफ्नै साथीहरूलाई साथीभाइहरूले स्वागत गर्न पाउनु भएको चाहिँ पनि खुसी छु। र हाम्रो तिलकजीहरूसँग फेरि अस्ति भएर पनि आएर गएको थियो, फेरि साथीहरू आउनुभएको छ। अघि कुरा आयो राम भाइ बाहेकहरू सबै डबल ट्रिपल गरेर आइसक्नु भएको छ भन्नुभएको छ। तर कसरी आउनुभयो, आफ्नै किसिमले आउनु र एउटा संस्था आउनुमा धेरै फरक हुन्छ। यो कुराहरूलाई राम्रो उजागर गरेर देश विदेश फैलाइदिनु होला, न्युजहरूमा राम्रो राम्रो न्युजहरू लेखिदिनु होला। पत्रकार महासङ्घ कास्कीका अध्यक्ष जोड्नुपर्छ। यो चाहिँ अलिक कहीँ भइराखेको छैन भन्दा चाहिँ मलाई अघिल्लो वर्षको एउटा कार्यकालको गाउँपालिकै बजेट बन्दाखेरि चाहिँ मैले एउटा न्युज देखाएको थिएँ समाधानमा। हामीले चाहिँ माछा पुछ्रे हेर्नेको चाहिँ हामी कर लाउँछौँ भन्ने कुरो चाहिँ त्यहाँ एउटा बुदा थियो। त्यो मैले सही ढङ्गले ल्याएको थिएँ। पछि गाउँपालिका त्यति बेला कर्णबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ मसँग रिसाउनु गयो। हेर्नुहोस् त्यति बेला सिधै पर्यटकसँग चाहिँ लिने भन्ने थिएन, कम्पनीसित चाहिँ हामी गाउँपालिका नलिएर कहाँबाट राखेर उठाउँथ्यो नि। अनि त्यो ढङ्गले चाहिँ सही ढङ्गले ल्याएको थिएँ। तर यो कर लिने भयो भनेर चाहिँ गलतपट्टि नआउने भयो भन्नुको बुझाइ भएको थियो। हेर्नुहोस् अहिलेसम्म हामीलाई लाग्छ पर्यटनबाट त्यसरी चाहिँ अलिकति गाउँपालिकाहरू अरूमा यो राजस्व कुरा अथवा राष्ट्र उत्पादनमा चाहिँ भयङ्कर जोडिएर चाहिँ त्यसरी आएको पिँढी चाहिँ हामी पाउँदैनौँ। हामी भन्ने पत्रकार महासङ्घ गण्डकी प्रदेश धन्यवाद। चाहे हामी यहाँका चाहिँ जुन अब युवा जनशक्ति चाहे कोरिया पठाउनु, त्यहाँ कृषिमा काम गरेर हुन्छन्, चाहे तपाईँ बेल्जियम पठाउनु, चाहे चाहिँ अन्य ठाउँमा त्यहाँ कृषि पर्यटनमै होटलमै काम गरेको टिकटकमा देखिया हुन्छ, उहाँहरू त्यसरी गइरहेको हुन्छ। अब यहाँ चाहिँ यस्ता सम्भावना भयो भने हाम्रा भाइ बहिनीहरूलाई अबको नयाँ पुस्तालाई उहाँ पठाउनु पर्दैन। कास्कीको माछापुछ्रे गाउँपालिका निकै रमणीय छ। यहाँ चाहिँ मौसम खुल्दाखेरि पुरै हिम श्रृङ्खला माछापुछ्रे अन्नपूर्ण लगायत हिम श्रृङ्खला देखिन्छ। यो बेलुकाको साँझको समयमा कस्तो गजब देखिएको छ है। आज औपचारिक कार्यक्रम यहाँ चाहिँ यो क्षेत्रको पर्यटन प्रवर्धन कसरी गर्न सकिन्छ भनेर अन्तर्क्रिया कार्यक्रम भइरहेको छ। हिमसाकोट क्षेत्र यो गजब देखिन्छ त। सीता अधिकारी उपाध्यक्ष माछापुछ्रे गाउँपालिका।
वडा अध्यक्षज्यूहरू 9वटै पर्यटन क्षेत्र ले भरिएको ठाउँ छ। यसमा काहीँनिर गएर यो नराम्रो भन्ने ठाउँ करोड प्लस हामीले लिएकै हो। पछि विभिन्न यही अन्नपूर्ण संरक्षण क्षेत्रका विवादले पर्यटन व्यवसायका अलिकति गन्थनले त्यो काम रोकिएको थियो। अब हामीले त्यहाँ एउटा सूचना केन्द्र बनाउँदैछौँ लोक्याममा। त्यो सूचना केन्द्र बनिसकेपछि हामीले केही राजस्व लिएर पालिकाको आन्तरिक स्रोत बढाउने सोचमा छौँ। यहाँ व्यक्तिगत आन्तरिक पर्यटन तथा बाह्य पर्यटनले हाम्रो किसान, हाम्रा नागरिक, हाम्रा पालिकाभित्रका समुदाय त राम्रो फाइदा छ। तर पालिकाले यद्यपि राजस्व लिन्छ भन्ने कुरा त्यही 1 करोड प्लस पछि अरू पालिकामा राजस्व खासै आएको छैन। त्यो अब त्यसमा विभिन्न यही हाम्रो बढी गरेर अन्नपूर्ण संरक्षण क्षेत्रले हामीलाई एकदम समस्या बनाएको छ। कानुन त्यहीँ गएर उहाँले छेकेको छ। अब त्यो श्री 5 महाराज धिराजको कानुन अहिले सङ्घीय संरचना आउँदा नि त्यही कानुनलाई लिएर हिँड्छन् एकापहरू। त्यो भएर अलिकति हामीलाई त्यहाँ समस्या परेको छ। टी गार्डनहरू, अलैँची बारीहरू त्यहाँबाट लिएर सबै कुरामा पर्यटन छ। हजुरहरू यहाँ आउनुभयो, अहिले हजुरहरूले अध्यक्षलाई सोधेका कुरा अध्यक्षज्यूले भन्नुहुनेछ। विशेष गरेर यो कार्यक्रम चाहिँ हाम्रो यो खेलकुद पत्रकार मञ्च राजधानी गाउँपालिका सहकार्यमा हाम्रो चाहिँ पत्रकार मञ्च खेलकुद मञ्चको अध्यक्ष एमबी भाइले चाहिँ अब एउटा कार्यक्रम राख्न पऱ्यो चाहिँ खेलकुद र पर्यटनसँग जोडिने खालको कार्यक्रम भनेर चाहिँ अहिले समन्वय गर्नुभयो र चाहिँ हुन्छ। त्यसो भए हाम्रो एउटा माछापुच्छ्रे गाउँपालिकाको हेन्जप वडा नम्बर 26 हेन्जपको पनि होमस्टे राखौँ भनेर हामी स्थलबल भएर आज यो कार्यक्रम सञ्चालन गरिराखेको छौँ। र चाहिँ विशेष गरेर यो होमस्टेमध्येमा पनि यो होमस्टे सबभन्दा पुरानो अलिक पछाडिको यसलाई अलिक प्रमोट यो होमस्टे यो गाउँको होमस्टे वडा नम्बर 6 को यो होमस्टे पर्यटन प्रबन्धनलाई अलिक अगाडि बढाउनु भनेर हामी सल्लाह सहकार्य गरेर यहाँ चाहिँ अब यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यसमा चाहिँ अब हाम्रो सम्पूर्ण चाहिँ होमस्टे सञ्चालक, होमस्टेका समिति छ, सबै आमाहरूलाई चाहिँ अब तपाईँहरूले यसलाई मनन गरेर अब कसरी अब प्रमोट गर्ने र कसरी अर्ग्यानिक होमस्टे भनेको के हो भनेर चाहिँ बढी अर्ग्यानिकलाई होमस्टे टाइपको गरेर चाहिँ अगाडि बढाइदिनु होला। यसमा चाहिँ तपाईँहरूलाई चाहिँ आजको यो चाहिँ मिडिया मार्फत नै यो अलिक प्रचार नै हुन्छ र चाहिँ भोलि चाहिँ तपाईँहरूलाई नै चाहिँ आयोजनामा जोडिन सक्छ। र विशेष गरेर धेरै साथीहरूले चाहिँ यहाँ के अरे आफ्नो चाहिँ सुझावहरू राख्नु भएको छ। यहाँ सुमन भाइले भन्नुहुन्छ एन्फा टेक्निकल सेन्टरको बारेमा भन्यो। एन्फा टेक्निकल सेन्टरको बारेमा के हो भने हाम्रो चाहिँ वडा नम्बर 6 मा एन्फा टेक्निकल गर्ने भनेर चाहिँ पहिलो कार्यकालको साथीहरूको पालामा चाहिँ निर्णय भएर गएको रहेछ। र अनि त्यसलाई चाहिँ पछि अहिले यो पछिको यो कार्य समितिको एन्फाको कार्य समितिको साथीहरूले चाहिँ यसलाई चाहिँ यहाँको रकम अन्तर पैसा चाहिँ रकम अन्तर गरेर चाहिँ अन्तर डाइभर्ट गरेको अवस्था भयो। त्यसमा चाहिँ त्यो रकम अन्तर गरेको पैसालाई चाहिँ हामी रोकिपाउँ भनेर स्टे अर्डर लिनको लागि हाम्रो पनि वडा अध्यक्ष चाहिँ समुदाय वडाको वडा अध्यक्ष 6 नम्बर वडा अध्यक्ष र म गएर चाहिँ एउटा चाहिँ के अरे मुद्दा दायर गरेको छौँ। त्यसलाई पनि अब उच्च अदालतबाट चाहिँ त्यसलाई पनि अब बदर गरिदिएपछि त्यसपछि हामी त्यसलाई फेरि त्यसपछि नै हामी चाहिँ प्रधानमन्त्री कार्यालय गयौँ, खेलकुद मन्त्रालय गयौँ, एन्फामै गयौँ। एन्फा गरेर महासचिवहरू पनि बसेर धेरै गर्ने भन्दा अहिले त्यतिकै दुविधामा छ। कहिले गर्ने के गर्ने भनेर बस्ने यो गाजेट ठ्याक्कै यो टुङ्गो दिएन कि एन्फाको कार्य समितिहरूले अब हामी गर्छौँ भने गर्ने कसरी गर्ने बसेर छलफल गरौँ त एकपल्ट। अब पुरै हामीले चाहिँ बारम्बार भने त्यो चाहिँ पुरै एकैचोटि नसक्यो भने बिस्तारै होइन वार्षिक रूपमा चाहिँ कति गर्दै जाने भनेर हामी त्यो छलफल पनि गरिरहेको। त्यसपछि चाहिँ अब यो भोलि यो 23-24को आन्दोलन गडाङगुडुङ हो। त्यसपछि हामी बस्ने भन्दा अहिले महासचिव पनि के अरे बर्खास्त गरिदियो भने सुन्नमा आएको थियो। अनि के छ त्यसको बारेमा अहिले चाहिँ एन्फा महासचिव पनि बर्खास्त गरिदियो भने सुन्नमा आएको थियो। त्यसपछि हामी अहिले भेटघाट गर्ने यसमा अब फेरि अब हामी अब पछि फेरि एकचोटि प्रयास गर्नेछौँ। अनि यो साहसी खेलकुद यो क्यानिङको कुरा गर्नु यो क्यानिङको कुरा के भने त्यो क्यानिङ चाहिँ यो सार्वजनिक जग्गामा भएको हुनाले त्यसको चाहिँ अब यो सार्वजनिक जग्गामा चाहिँ यो अन्नपूर्ण संरक्षण क्षेत्र एकापको क्षेत्र भएको हुनाले त्यसलाई चाहिँ हामीले लिजमा दिन सकिरहेको छौँ। जस्तै आज जति पनि अहिले होटल व्यवसायहरू छ उहाँले पनि हामी चाहिँ करको दायरामा आउँछौँ भनिराखेको छौँ। त्यो चाहिँ अब हामीले चाहिँ त्यो सार्वजनिक जग्गाको लिज करार नाम चाहिँ एकाले दिने हो। हामीले चाहिँ व्यवसाय दर्ता गर्ने हामीले चाहिँ त्यो चाहिँ सार्वजनिक जग्गाको चाहिँ करार नाम लिजमा
दिन नसकेको कारणले अहिले जति पनि बनिरहेको सबै चाहिँ नि होटल व्यवसाय जति पनि माछापुछ्रे गाउँपालिकाभित्र बनेको सार्वजनिक बनेको चाहिँ व्यवसायहरू सबै चाहिँ अब जस्तै अब इलिगल जस्तै चाहिँ संरक्षण क्षेत्रबाट चाहिँ हामीले चाहिँ अधिकार नपाएकोले संरक्षण क्षेत्रले चाहिँ करारनाम लिज गरिदियो भने व्यवसाय दर्ता गर्न बल्ल अब हामीलाई बाटो खुल्छ र हामीलाई राजस्व सङ्कलन गर्न पाउने रहेछ यो कानुनमा। त्यही भएर चाहिँ अहिले यो कानुन मात्रै नभएर हामी सबै चाहिँ त्यसरी नै अड्किरहेका छौँ। खुमै मर्दी हिमाल पर्यटनलाई चाहिँ नि यो समस्या आयो भन्छ नि धेरै। यो के भयो भने हामीले यो अघि नै यो डाटाबेस राखौँ भनेर चाहिँ यो पर्यटन सेवा शुल्क भन्दाखेरि त्यसमा समस्या आयो धेरै पनि के अब पर्यटन कुन कहाँबाट के भएर उचालिएर चाहिँ यो चाहिँ हामी रोकियो। अनि यो डाटाबेस ठ्याक्कै के भयो भने बाह्य पर्यटक भयो उनीहरू पहिल्यै बुकिङमा आउने भयो भएर यतिजना भन्ने थाहा हुन्थ्यो। यहाँ आन्तरिक पर्यटकहरू बढी जाने भयो भएर उहाँहरू चाहिँ बुकिङ नगरिकन जस्तै अब साथीभाइहरू मिले आज जाऊँ भनेपछि हुर्रै गइदिने भएको हुनाले यसमा चाहिँ अलिकति अहिले यो सिजनमा समस्या आएको छ। जस्तै अहिले चाहिँ अहिले लङमा हिजो चाहिँ लगभग 200-300 जनै फर्क्यो। अहिले फेरि के बढ्यो भने अहिले यो तिहारमा देउसी भैलो खेलेर रमन सङ्कलन भएकाहरू सबै भ्रमणको क्रम अलिक बढी छ क्या अहिले। त्यही भएर अहिले चाहिँ अलिक प्याकै छ यो ठाउँ। त्यही भएर यो आन्तरिक पर्यटकहरू बढी गएको हुनाले हामीले चाहिँ अब त्यो उनीहरूले होटल बुक गर्ने नगरिकन गएको हुनाले हामीलाई चाहिँ अहिले समस्या परिरहेको अवस्था छ। त्यसमा चाहिँ अब यो हाम्रो यो सूचना केन्द्र चाहिँ अब हामीले के अरे घर बनाइसकेका छौँ। त्यसलाई पनि अब बिस्तारै प्रमोट गरेपछि अब यसलाई सूचना केन्द्र अब गरेर जाने पर्यटन तथ्याङ्क पनि त्यही भएर चाहिँ अहिले चाहिँ सूचना केन्द्र नभएकोले अनि हाम्रो राम भाइले भने कता जानुभयो पिपरलाई होइन त्यसमा चाहिँ अस्ति यो हाम्रो डब्लुपिओले पनि राखेर सबै पनि उनीहरूबाट नै हामी एउटा उयो गरेर यो माछापुछ्रे पालिकालाई नै के अरे चराचुरुङ्गी पक्षी झन् लगायत जनावर वन बनाउने जङ्गली जनावर वन बनाउने मिटिङ पनि गरेर आइसकेका छौँ। अनि त्यो चाहिँ अस्ति मुनालकाउ भनेर पनि हामी राखिसकेका छौँ। यो चाहिँ बाटोको समस्या के छ भने अहिले हामीले पोर्चासम्म प्रमोट गरेर लगाएको छौँ र अब यो 25 लाख रुपियाँ छ। 25 लाखले अब हामीले पोर्चादेखि माथि लगेर पिपरसम्म अहिले त्यहाँ त बाटै छैन पुरै त्यो त्यत्तिकै त्यो अन्दाजमै हिँडिराखेको छ त्यो उसमाथि अहिले चाहिँ हामीले पुरै त्यसलाई त्यो सिँढी नबनाइकन पुरै चाहिँ 1.5 मिटर 2 मिटरको चाहिँ त्यो माटो बाटो नै ट्र्याक खोलाइदिने यो भनेर ट्र्याक खोलाइने भनेर पछि सोमबार चाहिँ हाम्रो 2 जना प्राविधिक छ हाम्रो 1 नम्बरबाट आएपछि इन्द्रावती जाँदैछु मैले पनि अहिले चाहिँ सिँढी नगरौँ बरु त्यसले चाहिँ पिपरसम्म यसरी खुमाइ हुँदै देउराली बुङ्गा हुँदै पिपरसम्म गराउनु साइड पुग्ला त्यो 25 लाख रुपियाँ त्यो सिँढी नहालेपछि त्यो ट्र्याक मात्रै एउटा के अरे गोरेटो बाटो बनाइदिने पिपरबाट के भन्छ यो माछापुछ्रे इङ्ल्यान्ड भनेर एउटा शासित त्यो गेम जस्तै अरे त्यो है योजना परेछ 3 करोड रुपियाँ। त्यो कस्तो भने त्यहाँ अरू केही नहिँडेर त्यो अहिले खच्चड त्यो गाईबस्तुहरू नहिँड्ने त्यो चाहिँ ठिक सिधा हामी यो माथि पोर्चादेखि यो सैँदी घाटमा एकदम ठाडो बाटो रे सिधा रे त्यसमा चाहिँ त्यो पुरै सिँढी बाटो माछापुछ्रे इन्क्लाइन भनेर अहिले 3 करोड रुपियाँ परेको छ। त्यसको त अब इन्क्लाइन लागत इस्टिमेट त धेरै छ कति 32 करोड छ 32 करोड छ अहिले 3 करोड पोर्चनबाट झर्ने भएको पोर्चनबाट सिधै सिधै चाहिँ सिँढी त्यसमा तक्रो झर्ने तक्रुकै यतापट्टि सिधै होइन अहिले त्यो पनि एउटा शासित हो त्यसमा अरू डियान बस्नु होइन मान्छे मात्रै ठाडो ठाडो सिधै भनेर हामीले चाहिँ त्यो पनि एउटा शासित खेलसँग चाहिँ अब पर्यटन पनि जोड्ने भयो भन्नाले त्यसलाई पनि अब यो 2-4 दिनमा साथीहरूले नम्बर आएपछि हुन्छ हामी पहिला हप्ता चाहिँ एउटा बहुवर्षमा लैजाउँ भनेर हामीले पहिला हप्ता जाँदैछौँ र यो खेलसँग चाहिँ पर्यटनसँग खेलको अध्यक्षहरू राष्ट्रपति गर्ने हो यहाँ विभिन्न क्लबहरूले चाहिँ धेरै चाहिँ भलिबल फुटबलहरू खेलाइराखेको हुन्छ। अहिले त फेरि गाउँमा त गाउँ स्तरीय पनि धेरै खेलहरू सञ्चालन भइराखेको छ। त्यसमाथि पनि यो माछापुछ्रे गाउँपालिकामा राष्ट्रिय महिला भलिबल खेलाडी पुरुष भलिबल खेलाडी उत्पादन भएको यो माछापुछ्रे गाउँपालिकालाई त्यही हुन्छ। भर्खरमा त अब क्रिकेट खेलाडी विनिता पुन चाहिँ मेरै घरमाथिको अब भर्खर अब चाहिँ अन्तर्राष्ट्रिय क्रिकेट खेल्न त्यसलाई अहिले हामी भर्खर सम्मान गरेका छौँ। उहाँलाई पनि अब विजयको शुभकामना दिन चाहन्छु। त्यस्तै अब भर्खर मात्रै अब हाम्रो चाहिँ दिपक जानुभयो दिपक अब महानगरको चाहिँ खेलकुद समितिको अध्यक्षमा
नियुक्ति हुनुभएको छ उहाँको जुन कार्यकाल पनि सफलताको शुभकामना दिन्छु र यसरी आएर सम्पूर्ण पत्रकार साथीहरूले चाहिँ यो माछापुच्छ्रे गाउँपालिकामा आएर चाहिँ अब यसरी चाहिँ हातखुसी लिएर हाम्रो यो माछापुच्छ्रे गाउँपालिकामा भएको सम्भावना बोकेको ठाउँलाई चाहिँ प्रमोट गर्नको लागि चाहिँ सहयोग गरिदिनु भयो सम्पूर्ण पत्रकार साथीहरूलाई धन्यवाद दिन्छु जस्तै अब हामी यहाँ पोइन्ट नम्बर 2बाट यो तारा हिलसम्म हामीले चाहिँ क्याम्पिङ साइड बनाएको छ त्यो चाहिँ फेरि यो माथि गाउँपालिकामा किर्कु पास भयो नि एकचोटि किर्कु पास गरेर लैजाने भन्ने कुरा भएको त्यो बाटो हेर्न नि हामीले 2 लाख रुपियाँ छुट्याएर गत सालमा छुट्यायो हामीले त्यो बाटो गथ्यौँ कि नम्सुबाट किर्कु हुँदै चाहिँ नि अब तारा हिलटप तारा हिलटपबाट हार्दिक स्वागत गर्दै तपाईँहरूले यो सन्देशलाई चाहिँ राम्रो सन्देशलाई अझै प्रभाव गरिदिनु होला भन्ने अनुरोध गर्दै बिदा हुन्छ हस्त धन्यवाद र सम्पूर्ण उपस्थित हाम्रा सभापति र हाम्रो कार्यक्रम गाउँका विशेष गरेर हेम्जा होमस्टेका कम्युनिटी होमस्टेका सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा यो सन्ध्याकालीन मेरो व्यक्तिगत र संस्थागत रूपमा हार्दिक अभिवादन टक्राउन चाहन्छु धेरै कुराहरू आइसकेको छ पक्कै पनि हामीले थोरै अघि उपाध्यक्ष राजाराम पौडेलले भनिसक्नु भएको छ यहाँ हामीले कार्यक्रम कसरी आयो किन आयो के कारणले आयो भन्ने कुराहरू उहाँले अघि नै सुरुमै स्वागत मन्तव्यको प्रकाश पारिसक्नु भएको छ पक्कै पनि कारणले गर्दा अस्ति भर्खरै मात्र पनि हामीले यो मुनाल भलिबलको मैत्रीपूर्ण खेलका क्रममा प्रमुख प्रसाद अधिकृतज्यू यसै गरी उपाध्यक्षज्यू पनि हुनुहुन्थ्यो र अध्यक्षज्यूसँग सामान्य सल्लाह गर्दाखेरि उहाँले एकदमै हाम्रो प्रस्तावलाई सहर्षमा स्वीकार दिनुभयो र आज यो कार्यक्रम गर्न हामी सफल भयौँ पक्कै पनि यसका लागि उहाँ सबैलाई विशेष गरी यो टिमलाई वडा अध्यक्षज्यूहरूलाई र उहाँ सबैलाई यो जति पनि यो आजको कार्यक्रम यो भव्य र सभ्य सम्पन्न हुन गइरहेको छ भइरहेको छ यहाँसम्म म हार्दिक रूपमा चाहिँ उहाँलाई हार्दिक नमन टक्राउँछु हार्दिक धन्यवाद ज्ञापन टक्राउन चाहन्छु पक्कै पनि यो अघि उपाध्यक्षले भने जस्तै हामीले गाउँ गाउँमा विशेष गरेर यस्ता खालका कार्यक्रमहरू प्राय चाहिँ बजार केन्द्रित हुने र बजारमै एउटा कोठामा चाहिँ यसै गरी भाषण गरेर कार्यक्रम सम्पन्न गर्ने र बजेट सिद्धाएको भन्ने आरोपहरू यस्ता कार्यक्रम लाग्ने गर्छ तर हामीले प्रत्यक्ष रूपमा गाउँपालिकामा र यहाँको होमस्टेमा गएर यहाँका जनताका समस्या जनताका चुनौतीहरू र यहाँ खेल पर्यटनका र अन्य पर्यटन क्षेत्रलाई हामीले कसरी प्रवर्धन गर्न सकिन्छ पत्रकारको माध्यमबाट खेल पत्रकारको माध्यमबाट र खेल पर्यटनलाई कसरी चाहिँ हामीले चाहिँ प्रवर्धन गर्न सकिन्छ भन्ने उद्देश्य संस्थाको भएको कारणले गर्दा आज हामीले हेम्जाकोट सामुदायिक होमस्टेमा आइपुगेका छौँ र यहाँ होमस्टेका फायर पनि भएको छ है ल वाह पाखा